गाउँ समाज मिलेर सबै घर परिवार मिलेर हामीलाई त्यो अवस्थामा पुर्याएर जुत्ताको माला लगाएर हैन हामीले गाउँमै छोडेर हिँड्नुपर्ने बाध्य भयो। सायद रोक्दिने मान्छे भएको भए चाहिँ हामी अहिले यो अवस्थामा यसरी दुःख पाउनु पर्दैन थियो होला जस्तो लाग्छ मलाई। दुःख लाग्छ धेरै, एकदमै धेरै दुःख लाग्छ। मैले माया गरेको होइन रहेछु, कुञ्जुनीको पाप गरेको रहेछु जस्तो फिल हुन्छ मनमा। तपाईकोतिर अझै पनि त्यस्तो छुवाछुत अथवा त्यस्तो रहेछ हो? हजुर, अब भएर त यो सब भएको हो। के तपाईँ परिवार उहाँ ठकुरी हैन कसरी बिहे भयो त्यो अलिकति खुलाइदिनुस् न। हाम्रो चाहिँ गाउँ नजिकै हो। अनि पहिलादेखि नै दुईजनाको भेट भएर लभ परेको थियो। अनि त्यसमा चाहिँ हामीले दुईजनाले एकअर्काको मन मिलेर चाहिँ बिहे गऱ्यौँ। अनि त्यसमा चाहिँ अब जात मिलेन भनेर घरबाट चाहिँ स्वीकार्नु भएन गाउँ समाजले पनि। अनि जुत्ताको माला कालोमुसो सबैजना समाज मिलेर गाउँबाटै निकाला गरिदिनु भयो। कास्ट मिलेन या ऊ भन्दा हरेक कुराहरू सुनाउनु भयो उहाँहरूले। अनि त्यस्तै कुराहरू सुनाएर अनि गाउँ समाज सबै बोलाएर कालो मोसो सबै गरिदिनु भएको छ। दुःख लाग्छ तपाईँ? हजुर, दुःख लाग्छ। दर्शकबिन नमस्कार, सम्पूर्ण मिडियामा स्वागत छ। र अन्तर्जातीय बिहे गरेका कारण गाउँ निकाला भएको एउटा जोडी आज हामीसँग कुराकानीको लागि आइपुगेको छ। तपाईँले अहिले सामाजिक सञ्जालहरूमा एउटा जोडी जसलाई जुत्ताको माला लगाएर त्यस्तै कालो मोसो दलेर गाउँ निकाला गरेको भिडियो अथवा फोटोहरू तपाईँले यत्र तत्र सर्वत्र देखिरहनु भएको छ, जताततै भाइरल भइरहेको छ। यही परिप्रेक्ष्यमा तिनै जोडी जसलाई अहिले चाहिँ जुत्ताको माला लगाएर अन्तर्जातीय बिहे गरेको भन्दै गाउँले जसरी बहिष्कार गर्यो त्यही जोडी हामीसँग कुराकानी गर्नको लागि यति बेला हुनुहुन्छ। म उहाँहरूसँग कुराकानी गर्छु। स्वागत छ यहाँ दुवैजना। नमस्कार, स्वागत छ। तपाईँको शुभ नाम? मेरो नाम भीम ठकुरी छ। भीम ठकुरी? हजुर। हजुरको नाम? पार्वती परियार। पार्वती परियार। भनेपछि अब यो तपाईँहरूको दुईजनाको भिडियो अहिले चाहिँ यो सामाजिक सञ्जालहरूमा निकै नै भाइरल भइरहेको छ र धेरैजनाले यो जसरी चाहिँ एउटा अन्तर्जातीय बिहे तपाईँहरूले गर्नु हो त्यसपछि अहिले तपाईँहरूलाई धेरै समर्थन पनि भइरहेको छ हैन? कसरी हेर्नु भएको छ? कसरी चाहिँ तपाईँहरू यहाँ काठमाडौँसम्म आइपुग्नु भयो? तपाईँहरूको घर कहाँ हो? यावत विषयमा हामी कुराकानी गर्छौँ। तपाईँको घर चाहिँ कहाँ हो खास? हजुर, मेरो घर रुकुम हो। हजुर, रुकुम। रुकुम हो? हजुर। हजुरको कहाँ हो? मेरो पनि त्यही हो, रुकुमै। रुकुम नै हो। भनेपछि कसरी बिहे गर्नुभयो तपाईँहरूले? बहिनीबाट जाउँ त, कसरी चाहिँ अन्तर्जातीय बिहे तपाईँ परिवार उहाँ ठकुरी हैन कसरी बिहे भयो त्यो अलिकति खुलाइदिनुहोस् न। हाम्रो चाहिँ गाउँ नजिकै हो। अनि पहिलादेखि नै दुईजनाको भेट भएर लभ परेको थियो। अनि त्यसमा चाहिँ हामीले दुईजनाले एकअर्काको मन मिलेर चाहिँ बिहे गऱ्यौँ। अनि त्यसमा चाहिँ अब जात मिलेन भनेर घरबाट चाहिँ स्वीकार्नु भएन गाउँ समाजले पनि। अनि जुत्ताको माला कालोमुसो सबैजना समाज मिलेर गाउँबाटै निकाला गरिदिनु भयो। भनेपछि तपाईँको घरमा त स्वीकार्नु भयो उहाँलाई कि तपाईँको घरमा पनि किन ठकुरीसँग बिहे गरिस् भनेर भन्नुभयो के भन्नुभयो? हजुर, दुईपट्टि नै त्यस्तै भयो। हजुर, दुईटै फ्यामिलीबाट स्वीकार्नु भएन, त्यही भएर हामी यहाँसम्म आइपुग्यौँ। कहाँ हो त्यो जस्तो जुत्ताको माला हैन कालो मोसो दलेर तपाईँलाई जसरी अपमान गरेर लखेरिएको छ त्यो चाहिँ कहाँ हो? कुन ठाउँमा हो? त्यो पनि उतै हो, गाउँमै हो? हजुर, गाउँमै हो, सबै गाउँमै हो। कहिलेको घटना हो? कति समय भयो? यो भयो होला भर्खर भन्दा पनि 2-3 दिन जति भयो। हजुर। भनेपछि त्यसपछि तपाईँहरू गाउँ निकाला भइसकेपछि काठमाडौँ आउनुभयो? हजुर। है? हजुर। ओके। अब जस्तो भाइ तपाईँले चाहिँ उहाँलाई अब कसरी बिहे गर्नुभयो त? के भयो र जस्तो तपाईँको परिवारले स्वीकारेन के भयो भन्नुहोस् त? हाम्रो चाहिँ त्यही हो, लभ। फर्स्ट कुरोमा चाहिँ लभ नै हो सर। लभ परे नै हामी एकअर्का बिच प्रेम सम्बन्धमै हामी जोडेका हौँ। अनि घरबाट सानो परिवार भनेर नै नस्वीकारेको मेन चाहिँ तपाईँले भन्न त भन्नुभएको थियो मैले फलानोसँग बिहे गरेको छु भनेर भन्नुभएको थियो? हजुर, भनेकै छ। भन्नुभएको थियो? हजुर। के कारणले घरमा चाहिँ स्वीकार्नु भएन त? किन त्यस्तो भयो त? जस्तो तपाईँहरू लभमा पर्नुभयो, के भयो त्यस्तो भन्नुहोस् त? कारण त त्यही मेन जातभातकै हो सर। जातभातकै कुराले? हजुर। कास्ट मिलेन या ऊ भन्दा हरेक कुराहरू सुनाउनु भयो उहाँहरूले। अनि त्यस्तै कुराहरू सुनाएर अनि गाउँ समाज सबै बोलाएर कालो मोसो सबै गरिदिनु भएको छ। दुःख लाग्छ तपाईँ? हजुर, दुःख लाग्छ। त्यो कालो मोसो दल्दा जुत्ताको माला लगाउँदा चाहिँ गाउँमा अरू कोही हुनुहुन्थेन? अब तपाईँको हुन्छ नि रोक्ने छेक्नेहरू यस्तो
गर्नु हुँदैन भन्नेहरू त्यस्तोहरू कोही पनि हुनुहुन्थ्यो सर त्यहाँ। कोही हुनुहुन्न हजुर सबै समाज नै एक भएर को हुनुहुन्छ उहाँहरू जसले तपाईँलाई जुत्ताको माला लगाइदिनु भयो नि त्यहाँ व्यक्तिहरू को हुनुहुन्छ उहाँहरू हाम्रो नजिकै आफन्त नै पर्छ सर सबै आफन्तहरू नै हुन्छ हजुर घरमा चाहिँ को हुनुहुन्छ तपाईँको घरमा चाहिँ बुवा अङ्कल सबै छन् फ्यामिली सबै हुनुहुन्छ हजुर तर तपाईँलाई उहाँहरूले चाहिँ माया साथ सपोर्ट गर्नु भएन हजुर सर साथ सपोर्ट पनि गर्नु भएन गाउँ समाजबाट पनि नराम्रो गरेर लखेटेर यो हालत बनाइदिनु भयो सर अनि हामी भागेर यहाँ काठमाडौँ आउनुपर्ने बाध्यता नै भयो भनौँ कसरी चाहिँ अब त्यो जस्तो तपाईँहरूलाई जुत्ताको माला होइन कालो मुसो दलेपछि कसरी चाहिँ काठमाडौँसम्म आइपुग्नुभयो त्यो यात्रा कस्तो थियो भन्नुहोस् त कसरी आउनुभयो यात्रा त दुःख दर्दनाक थियो सर के गर्नु आफूसँग गाडी भाडा पनि थिएन त्यस्तै हिँड्दै कुनै खाइ नखाइ हरेक प्रस्टिसँग झेल्दै यहाँसम्म आइपुग्यो सर अरू त यही हो सर दुःख पीडा भन्ने धेरै दुःख मन दुख्छ सर कति माया लाग्छ उहाँको तपाईँको श्रीमतीको हजुर कति माया लाग्छ उहाँको धेरै माया लाग्छ सर धेरै माया लाग्छ हजुर अब जस्तो बहिनी तपाईँले चाहिँ कति माया गर्नुहुन्छ उहाँलाई मैले पनि धेरै माया गर्छु त्यही भएर हामी यहाँसम्म आयौँ अब तपाईँ त्यही त अब पोसाकमै हुनुहुन्छ होइन बिहेको श्रृङ्गारमै हुनुहुन्छ यहीसँग आउनुभयो तपाईँ रुकुमबाट यहाँसम्म हजुर गाउँबाट यही रूपमा थियौँ हामी दुईजना बिहे गरेर अनि गाउँबाट एकैचोटि सबैजना समाज भेला भएर चाहिँ हामीलाई अब गाउँबाटै निकाला गरिदिनु भयो अनि हामीले केही पनि बोक्न पाएन लुगा पनि फेर्न पाएन हामी यही लुगामा यहाँसम्म आइपुग्यौँ तपाईँहरू त अनि त्यो जस्तो जुत्ताको मालाहरू होइन त्यसपछि कालो मोसो दलिदिनु भएको थियो होइन त्यो चाहिँ कहाँ फाल्नुभयो कहाँ धुनुभयो तपाईँहरू त्यो चाहिँ घरबाट निक्लेर अलिकति उता बाटोमा गएर फाल्यौँ जुत्ताको मालाहरू चाहिँ अनि त्यो कालो मुसोहरू चाहिँ त्यही नजिकै धारा थियो त्यहीँ पखालेर हिँडेको छ तपाईँलाई अनि जस्तो त्यो कालो मोसो दल्दै गर्दा नि तपाईँ दुईजनालाई जुत्ताको माला लाउँदै गर्दा चाहिँ अरूले छेकेन बहिनी त्यहाँ वरपर कि यस्तो गर्नु हुँदैन होइन आजभोलि जातपात गर्नु हुँदैन भनेर अरूले त्यहाँ रोक्ने छेक्ने गर्नुभयो कि भएन त्यस्तो कसैले केही पनि गर्नु भएन सायद गर्नुभएको भए हामी यहाँसम्म आइपुग्नु पर्दैन थियो होला गाउँ समाज मिलेर सबै घर परिवार मिलेर हामीलाई त्यो अवस्थामा पुर्याएर जुत्ताको माला लगाएर होइन हामीले गाउँमै छोडेर हिँड्नुपर्ने बाध्य भयो सायद रोकिदिने मान्छे भएको भए चाहिँ हामी अहिले यो अवस्थामा यसरी दुःख पाउनु पर्दैन थियो होला जस्तो लाग्छ मलाई दुःख लाग्छ धेरै एकदमै धेरै दुःख लाग्छ के सम्झेर चाहिँ एकदम दुःख लाग्छ भन्नुहोस् त सबभन्दा धेरै के सम्झेर रुन मन लाग्छ जुन हामीले गर्नुपर्ने माया प्रेम एकअर्काको माया प्रेम त जसले पनि गर्छ गरिहाल्यौँ होइन त्यसमा चाहिँ अब सबैजनाले सपोर्ट गरेर स्वीकार दिनु भएको भए हुन्थ्यो अनि एकअर्कालाई अब छुट्यो भनेर भन्नुभएको भए नि हुन्थ्यो यसरी नै गाउँबाट के अरे जुत्ताको माला लगाएर कालो मुसो धसेर बेइज्जत गरेर निकालिदिनु नभएको भए हुन्थ्यो जस्तो लाग्छ त्यसमा चाहिँ धेरै मन दुख्छ प्रेम गरे कि अपराध गरे भन्ने लाग्छ हजुर एकदमै त्यसमा चाहिँ मैले माया गरेको होइन रहेछु कुन्जुनीको पाप गरेको रहेछु जस्तो फिल हुन्छ मनमा तपाईँकोतिर अझै पनि त्यस्तो छुवाछुत अथवा त्यस्तो रहेछ हो हजुर अब भएर त यो सब भएको तपाईँ घरमा कतिजना हुनुहुन्छ को हुनुहुन्छ घरमा चाहिँ बुवा आमा बाजे बजै अनि अङ्कलहरू सबै छ तपाईँको चाहिँ कुन चाहिँ छोरा हो म माइलो छोरा हुनुहुन्छ हजुर भने चाहिँ अब तपाईँहरू गाउँ निकाला भएपछि अब फर्केर जानुहुन्न त्यसमा जाँदैन सर अब काठमाडौँ चाहिँ कहाँ बस्नु भएको छ यहाँ काठमाडौँमा अब बसेको ठेगानै छैन सर हजुर यहाँ आएर फेरि बिहे गर्नुभयो यो मन्दिर वरपर तपाईँहरू हुनुहुन्छ होइन भर्खरै माला पनि लाउनु भएको छ यहाँ फेरि बिहे गर्नुभयो हजुर सर बिहे गरेरै निस्किरहेको भर्खरै हजुर के भन्न चाहनुहुन्छ जस्तो अब त्यो भिडियो भाइरल भइसकेपछि अहिले अब धेरै यो जातीय छुवाछुत विरुद्धको कुराहरू पनि उठिरहेछ होइन के भन्न चाहनुहुन्छ यो विषयमा चाहिँ
यो विषयमा हामीले जस्तै अरू कसैले नपरोस् भन्न चाहन्छु, समाज अलि राम्रो चेतनामा जाओस् भन्न चाहन्छु। यही नै हो सर। भनेपछि एकदम दुखी हुनुहुन्छ तपाईँहरू? हजुर सर। है उहाँको जस्तो तपाईँको श्रीमती अहिले अब श्रीमती भइसक्नुभयो, के कुरा मन परेर तपाईँले चाहिँ बिहे गर्नुभयो त खास भन्नुहोस् त? के कुरा भन्दा पनि मेन कुरा चाहिँ माया हो सर। माया भन्ने चाहिँ अन्धो रहेछ, त्यही हो। तपाईँले चाहिँ के कुरा मन पराउनु भयो र उहाँसँग बिहे गर्नुभयो तपाईँले? मेरो पनि त्यही हो सर। माया भनेको अब एउटा विश्वास पनि हो, एउटा आशा भरोसा पनि हो। उहाँलाई चाहिँ म एकदमै विश्वास गर्छु, त्यही भएर। भनेपछि मेन कुरा चाहिँ उहाँ विश्वास नै हो? हजुर, विश्वास नै ठुलो कुरा हो सबैभन्दा। कति वर्षको हुनुभयो तपाईँ? म भइसक्यो 20 वर्ष। 20 वर्ष हुनुभयो। तपाईँ कति वर्ष हुनुभयो? 21 वर्ष। 21 वर्ष हुनुभयो। हजुर। भनेपछि अहिले अब बिहे गरेर तपाईँहरू अब छुट्टिनुहुन्न तपाईँहरू चाहिँ? होस्, छुट्टिँदैनौँ सर। है? हजुर। भनेपछि यो साँच्चीकै हो त तपाईँहरूले गरे कि अहिले त विभिन्न कुराहरू पनि आएको छ फेरि यो सुटिङ हो भनेर? के हो खास? कस्तो लाग्यो त सर हजुरहरूलाई हाम्रो एक्टिङ, अभिनय? एक्टिङ गर्नुभयो हो? हजुर हजुर सर। के हो यो, सुटिङ हो यो? हजुर सर, सुटिङ नै हो भनौँ। कुन सिरियलको सुटिङ हो कि के हो बहिनी खास यो? हजुर, यो चाहिँ हाम्रो सिङ्गार सिरियलको सुटिङ हो। श्रृङ्गार सिरियल? हजुर हजुर। अहिले भनेपछि तपाईँहरू सुटिङमा हुनुहुन्छ? हजुर सर, सुटिङमै छन्। तपाईँले त अनि रियलमै खतरा साँच्चीकै भागै जस्तो अभिनय गर्नुभयो त? कलाकार हो सर हामीहरू। अब कलाकार अब जस्तै काँचो मार्त जस्तै हो, जता ढल्यो त्यतै ढल्ने हाम्रो कलाकारको त्यो उनै हो, त्यही हो सर। भनेपछि यो तपाईँहरूको एक्टिङ हो? हजुर। अनि तपाईँहरू त रुनै पनि थाल्नुभयो त? यो त हाम्रो कला हो नि सर। ओके, तपाईँहरू डाइरेक्टर साहबलाई बोलाउनुहोस् त। अब कहाँ हुनुहुन्छ? हुन्छ सर, ल के हाम्रो सर डाइरेक्टर सर उता हुनुहुन्छ सर। ए हो, ल अलिकति फ्रेम चाहिँ अलिक ठुलो गरौँ होला। ल डाइरेक्टर साहबलाई बिचमा बसाउनु होला। अब उहाँहरू रियलको होइन रहेछ। ल स्वागत छ हजुरलाई। नमस्ते। तपाईँको शुभ नाम? मेरो अनिल। अनिल? हजुर। अब यो तपाईँले त झुक्क्याइदिनु भयो क्या मान्छेलाई। अहिले अब तपाईँहरूले यो सिरियलको सुटिङ रहेछ होइन? अब यही तपाईँहरूले जो कन्सेप्ट थियो तपाईँहरूको, त्यो कन्सेप्ट बिहे गरेको, त्यसै जुत्ताको माला लगाएर कालो मोसो दलेर गाउँै निकालेको त्यो भिडियो चाहिँ अहिले भाइरल भएको छ क्या। उहाँहरू रहेछ, तपाईँ चाहिँ डाइरेक्टर हो रहेछ होइन? कसरी सुटिङ गर्नुभयो यो, यसको के हो भन्नुहोस् त? कसरी भाइरल भयो? अहिले मान्छेहरूले चाहिँ त्यो भिडियोलाई साँच्चीकै यो त भागै घटना हो भनेर भनिरहेछन् कि के भन्नुहुन्छ यो विषयमा? त्यही त सर, यो अब सबैजनाले भएकै घटना हो भन्दाखेरि चाहिँ मलाई एकदमै अचम्म पनि लागेको छ होइन? एकदमै उहाँहरूले कसरी बताइदिनु भयो त्योमा म एकदमै के हो म आफै यो कुरालाई बुझ्नै सकेको छैन। तर यो चाहिँ एउटा सिङ्गार सिरियलमा, एउटा सिरियलको कथामा सानो पार्ट थियो। अन्तर्जातीय विवाह गर्दा चाहिँ यस्तो हुन्छ समाजमा भनेर चाहिँ एउटा देखाउने एउटा सानो टुक्का थियो। त्यो टुक्का चाहिँ अब यो हामीले पनि भाइरल बनाएको होइन, यो चाहिँ अब जुन आउनुभएको थियो पब्लिकहरू, उहाँहरूले नै खिचेर हालिदिनु भएको थियो। हाम्रो कुनै यसमा हामीले भाइरल बनाउँछौँ यस्तो भनेर पनि गरेको होइन। यो अचानक भाइरल भइदियो अनि टिकटकतिर, सामाजिक सञ्जालतिर, फेसबुकतिर एकदमै गएछ अनि त्यो देखिसके त्यसरी नै भयो भनौँ। भनेपछि यो सुटिङ हो होइन? तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा चाहिँ? किनभने अहिले धेरैलाई के भ्रम पऱ्यो भने यो चाहिँ साँच्चीकैको रहेछ, आजभोलिको जमानामा पनि यस्तो किसिमको जातभात भेदभाव रहेछ, कहाँ हो यो भनेर मान्छेले खोजिरहनु भएको छ क्या धेरैले। के भन्न चाहनुहुन्छ? अब उहाँहरूलाई सम्पूर्णलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि, जस्तो धेरैजनाले टिकटकमा नि हाल्नुभयो, त्यस्तै फेसबुकमा नि हाल्नुभयो अनि एकदमै उहाँहरूको आवाज चाहिँ एकदम आक्रोशित देखिन्थ्यो क्या भिडियोलाई लिएर चाहिँ। यस्तो किन गर्यो, किन हुनु हुँदैन, यो तुरुन्त कारबाही गर, यस्तो अहिलेको जमानामा नि यस्तो गर्ने भनिरहनु भएको थियो। अब यस्तो भनिराख्दाखेरि चाहिँ मैले चाहिँ के फिल गरेँ भन्दाखेरि, कमसेकम हामीले बनाइरहेको कुरा जुन सिरियलमा जुन टुक्का थियो त्यो कुराले चाहिँ दर्शककोमा रहेको आक्रोश चाहिँ रहेछ है। यो समाजमा चाहिँ अब हामीले अहिले जति नै जे गरे तापनि यो कुरा चाहिँ अहिलेसम्म पनि विद्यमान रहेछ यो समस्याहरू चाहिँ होइन। हामीले चाहिँ भन्छौँ हो यो छैन, यो हटिसक्यो भनिसकेका थिएँ। मैले पनि त्यस्तो विधि यो छैन नै भन्थेँ, किनभने अब हामी काठमाडौँमा बस्ने त्यति विधि हामीले यो भनौँ न यो दैनिक रूपमा यसलाई चाहिँ झेलेको छैनौँ नि त यो समस्या, त्यो झेलेको छैनौँ। तर जसरी टुक्का भाइरल भइदियो, जसरी मान्छेहरूको आकर्षित भयो, तब उहाँहरूलाई हेर्दाखेरि धेरैजनाले कमेन्ट गरेको देख्दाखेरि र धेरैजनाले भन्नु पनि भएको छ कि यस्तो मैले पनि भोगेको छु, मैले पनि भोगेको छु
भन्दै त्यस्तै गरी टिकटकमा चाहिँ आफ्नो र आफ्नो बुढाको जोडीहरू कपालहरू पनि यस्तै कोही चाहिँ अन्तर्जातीय हामीले विवाह गरेको राख्दाखेरि चाहिँ कतै कतै यो अहिले समाजमा रहेछ र हाम्रो उद्देश्य पनि यो समाजमा रहिराख्नु हुँदैन। अब चाहिँ यो 81औं शताब्दीमा पनि आएर हामी जातभातमा रहनुहुन्न। अब संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी यसमा अल्झिनुहुन्न। खास हामी चाहिँ उन्नति, प्रगति, देश विकास, आर्थिक उन्नतितिर बढ्नुपर्नेमा अहिलेसम्म पनि हामी मानव भएर चाहिँ एउटा सानो कुरामा अल्झिरहेका छौँ है। त्यसमाथि हाम्रो समाज चाहिँ यस्तो रहेछ है, अहिलेसम्म नि यो कुरालाई यसरी हेर्दो रहेछ भन्ने कुरा चाहिँ मैले पाएँ र उहाँहरूलाई अब यो अन्त्य हुनैपर्छ भन्न चाहन्छु म चाहिँ। कुन सिरियल हो तपाईँले, जस्तो कुन सिरियल? श्रृङ्गार होइन? हजुर। केमा आउँछ यो? यो नेक्स्ट वर्ल्ड मिडियामा आउँछ। यो हरेक बिहिबार 7 बजे आउँछ। नेक्स्ट वर्ल्ड मिडिया? हजुर। युट्युब हो, च्यानल हो? हजुर हजुर। युट्युबमा आउँछ यो? हजुर। कति भयो हजुरले सिरियल बनाउन थालेको चाहिँ? यो हामीले बनाउन थालेको चाहिँ सिजन 1 बनाउन थालेको चाहिँ 1.5 वर्ष भयो। अनि हाम्रो यो सिरियल खेल्ने कलाकारहरू बाहिर जानु पर्यो देशको अवस्थाले गरेर, कोही कता हुनुभयो कोही कता हुनुभयो। त्यही भएर चाहिँ हामीले सिजन 1 लाई चाहिँ 56 भागमा रोकेर चाहिँ यो चाहिँ हामीले सिजन 2 बनाएको हौँ। यसमा चाहिँ अन्तर्जातीय प्रेम कथालाई लिएर चाहिँ हामीले सिरियल बनाएको हौँ। यसको चाहिँ जुन चाहिँ तपाईँहरूले क्लिप हेर्नुभयो त्यो चाहिँ भाग 3 को सुटिङको हो। भने यसको भिडियो, पुरा भिडियो कहाँ हेर्न पाइन्छ? यो नेक्स्ट वर्ल्ड मिडियामा हेर्न पाइन्छ। सिङ्गार सिरियलमा हेर्न पाइन्छ, युट्युब च्यानलमा गएर हजुर हेर्न पाइन्छ। हजुर हैन? हजुर। ओके, अब उहाँहरूको अभिनय चाहिँ हामीलाई पनि चकित पार्ने खालकै रहेछ कि होइन? साँच्चीकै झन्डै झन्डै रुनु भयो होइन उहाँहरू दुवैजना? कहाँ भेटाउनु भयो उहाँहरूलाई? कसरी चाहिँ कलाकारितामा ल्याउनु भयो तपाईँले, अथवा के भयो भन्नु त यो? अब उहाँ जुन हुनुहुन्छ उहाँलाई चाहिँ हामीले आउँदाखेरि उहाँ चाहिँ आँसु सिरियलमा आउनुभएको थियो। त्यस्तै नानी पनि आँसु सिरियल, हामीले यो सिङ्गार सिरियल बनाउनु अगाडि आँसु सिरियलमै उहाँहरू आउनुभएको थियो र उहाँलाई चाहिँ उहाँको एउटा साथी हाम्रो सिरियलमा खेल्नुहुन्थ्यो, उहाँ मार्फत आउनुभएको। त्यस्तै गरी हामीले चाहिँ कलाकारहरूको आवश्यकता भनेर जुन एउटा फेसबुकमा पोस्टहरू गरेका थियौँ, त्यो पोस्टलाई हेरेर चाहिँ नानी र उसको बहिनी पनि आउनुभएको थियो। अहिले बहिनी चाहिँ हुनुहुन्न, उहाँ चाहिँ हुनुहुन्छ। ओके, अब तपाईँले अघि नाम त ठगुरी भन्नुभयो, तपाईँ खास नाम के हो? अलि पर जानु त, तपाईँको खास नाम के हो? मेरो खास नाम चाहिँ भीम प्रकाश बुढामगर हो सर। घर कहाँ हो? घर चाहिँ रोल्पा। ए, अघि रुकुम भन्नुभयो होइन? हजुर हजुर। अनि तपाईँको खास नाम चाहिँ के हो तपाईँको? मेरो नाम चाहिँ सुजाता राई हो। सुजाता राई। घर कहाँ? घर भोजपुर। भोजपुर। हजुर। अनि तपाईँ परिवार भन्नुभयो अघि होइन? अब कुराकानीको अन्तिममा छौँ है। अब अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँ आम दर्शकहरूलाई? के छ तपाईँको भनाइ यो सुटिङलाई लिएर, यो अहिले तपाईँहरूको क्लिपसँग भाइरल भएको छ, यसलाई लिएर के भन्न चाहनुहुन्छ? आम दर्शकहरूलाई मैले चाहिँ के भन्न चाहन्छु भनेपछि यो रियल घटना चाहिँ होइन, हाम्रो नेपाली सिङ्गार सिरियल टेलिसिरियलको हो। हेरिदिनु, राम्रोसँग हेरेर सपोर्ट गरिदिनु होला मात्रै भन्न चाहन्छु। अनि यो रियल घटना चाहिँ होइन, हामी रियल घटना पनि होइन, यस्तो पनि नहोस्। अनि यही नै भन्न चाहन्छु। बहिनी के भन्न चाहनुहुन्छ? हजुर, म त्यही भन्न चाहन्छु, यो चाहिँ हाम्रो एउटा सुटिङ हो। रियल चाहिँ कसैले नसोचिदिनु होला, कसैलाई नपरोस् पनि यस्तो। अनि हाम्रो सिरियल चाहिँ हेरिदिनु होला, सिङ्गार सिरियल, सबैजनाले माया गरिदिनु होला, यही भन्न चाहन्छु। हजुरले अब अन्तिममा? सम्पूर्ण दर्शकहरूलाई फेरि पनि नमस्ते गरेँ। अब मेरो अन्तिममा चाहिँ के भन्नु छ भनेपछि यो जुन हामीले सिङ्गार सिरियल बनाइरहेछौँ, यो क्लिप्स जुन भाइरल भएको छ, यो क्लिप्स चाहिँ सुटिङको हो। तर यस्तो जिन्दगीमा कसैको पनि नहोस्, कसैको सुन्न पनि नपरोस्, हेर्न पनि नपरोस्, कहीँ देख्न पनि नपरोस्, यस्तो छ रे भन्ने एउटा चाहिँ दन्त्य कथा जस्तो होस्, इतिहास होस्। यो चाहिँ हाम्रो समाजबाट एकदमै हटेरै जाओस् भनेरै हामीले सिरियल बनाइरहेका छौँ। र त्यो सिरियल चाहिँ हाम्रो हरेक बिहिबार नेक्स्ट वर्ल्ड मिडियामा आउँछ। सम्पूर्णले हेरिदिनु होला, माया गरिदिनु होला, कमी कमजोरी केही भए कमेन्ट गरिदिनु होला, त्यही नै भन्न चाहन्छु।